र उनीहरूले सबैभन्दा पहिला नेपाली सेनालाई प्रहरीकरण गर्नेछन्। त्यो प्रहरीकरण गर्ने भनेको के हो म तपाईहरुलाई व्याख्या गर्छु अलिकति। हामीले माग गरे जस्तो राजनीतिक दल, जेनजी पुस्ता र राज संस्था बीच नवीन समझदारी भएन भने यो देश के हुन्छ भन्ने कुरामा म सिधै प्रवेश गर्न चाहन्छु। त्यो भन्दा अगाडि तपाईहरुलाई एक दुईवटा प्रश्न गर्न चाहन्छु। के जेनजी आन्दोलन 84 सालको चुनाव 82 सालमा सार्नको लागि भएको थियो? के जेनजी आन्दोलन तत्काल चुनाव गरेर केही नयाँ अनुहार र केही नयाँ पार्टीहरू थप्नको लागि भएको थियो? के जेनजी आन्दोलन अहिले यथास्थितिको निरन्तरता एउटा सामान्य मध्यान्तर, दुःखद मध्यान्तर सहित यथास्थितिको निरन्तरताको लागि भएको थियो? हो, थिएन भने आज यहाँ उपस्थित नहुनु भएका खास गरी जेनजी पुस्ताका साथीहरूलाई म केही कुराहरू आग्रह गर्न चाहन्छु। त्यो के हो भने हेर्नुहोस्, हाम्रो पुस्ता, सामान्यतया पुस्ता भन्दाखेरि 30 वर्षको अवधिलाई गनिन्छ। हाम्रो पुस्ता भगवान दाइने भयो भने यो देशको माटोमा अब 25 वर्ष बाँच्ला, 30 वर्ष बाँच्ला। तर जेनजी पुस्ताले यो देशमा अझै पनि 60 वर्ष, 70 वर्ष, 80 वर्ष बिताउनु छ र उनीहरूका छोरा छोरी, नाति नातिनाको जिन्दगी पनि यो माटोमा बिताउनु छ। र त्यो बिताउनको लागि कयौं जेनजी नेताहरू, साथीहरू, युवा साथीहरू के भनिराख्नु भएको छ भने चुनाव नै विकल्प हो, चुनाव नै विकल्प हो, चुनाव नै विकल्प हो, चुनावले निकास दिन्छ भनिराख्नु भएको छ। सबैभन्दा पहिला यहाँहरूले के बुझ्नु पर्यो भने यदि यो चुनाव भयो भने तपाईहरुले सोचे जस्तो यो देश फेरि के राजनीतिक ट्र्याकमा आउँछ, आउँदैन? के हुन्छ? सबैभन्दा पहिला म तपाईहरुलाई भन्छु, सबैभन्दा पहिला अब चुनावको परिणाम आयो र अहिले तपाईहरुले जुन पार्टीहरूलाई पाखा लगाउन खोज्नु भएको छ, यो नसम्झिनुहोस् कि ती पार्टीहरू पूर्ण रूपमा पाखा लाग्छन् भनेर नसम्झिनुहोस्। त्यसरी सम्झिनु भएको छ भने त्यो भ्रम हो। उनीहरूको भोट घट्ला, अरूहरू कतिपयको बढ्ला, तर उनीहरू अझै पनि शक्तिको केन्द्रमा रहनेछन् र उनीहरूले सबैभन्दा पहिला नेपाली सेनालाई प्रहरीकरण गर्नेछन्। त्यो प्रहरीकरण गर्ने भनेको के हो म तपाईहरुलाई व्याख्या गर्छु अलिकति। त्यो के हो भने आजसम्म नेपालमा उनीहरूले प्रहरीलाई, कर्मचारी तन्त्रलाई, संवैधानिक निकायहरूलाई, विश्वविद्यालयलाई, स्कुललाई, हुँदा डाक्टरलाई, इन्जिनियरलाई, वकिललाई, स्थानीय तहको खानेपानी समितिलाई, मन्दिर सुधार समितिलाई, टोल सुधार समितिलाई, सबैलाई उनीहरूले दलीयकरण गरिसके र त्यो दलीयकरण गर्न सकेको एउटै संस्था थियो, त्यो चाहिँ नेपाली सेना थियो। अब उनीहरूले यो जेनजी आन्दोलनपछि के बुझे भने नेपाली सेनालाई पनि प्रहरीकरण गर्न सकिएन भने भोलि सङ्कटमा पर्दा हाम्रो लागि कोही हुँदैन भन्ने उनीहरूको सोचाइ छ। यद्यपि नेपाली सेनाले नै उनीहरूको जिन्दगी बचाइदिनु पर्यो। अब त्यसपछि उनीहरूले नेपाली सेनाले प्रहरीकरण विधिपूर्वक गर्छन्, सिधै हस्तक्षेप गरेर होइन। जसरी प्रहरीलाई बिस्तारा 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 दलीयकरण गरे, पार्टीकरण गरे, नेताकरण गरे, त्यसै गरी नेपाली सेनालाई गर्छन् र नेपाली सेना पनि यो देशमा प्रहरीकरण भयो भने हेर्नुहोस्, यो देशको अस्तित्व नै सङ्कटमा पर्छ। यो देश अफ्रिकाको कुनै मुलुक जस्तो द्वन्द्वरत क्षेत्रमा परिणत हुन सक्छ। त्यो स्थितिमा जेनजी भाइ बहिनीको भविष्य के हुन्छ यो देशमा? यो कुरा उहाँहरूले बुझ्न अत्यन्तै जरुरी छ र उहाँहरू शक्तिमा अब शेर भएर आउनु भयो भने हेरिराख्नुहोस्। अरू बेला पनि हामीले धेरैचोटि भन्ने गर्छौँ, राज संस्थाको मुद्दा चाहिँ यो भएन भने अब त सकिन्छ, अब त सकिन्छ भन्छौँ। तर यो पटक यदि नवीन समझदारी बेगर चुनाव भएर उहाँहरू फेरि शक्तिको वरिपरि आउनु भयो भने राज संस्थाको मुद्दा धेरै समय ओझेलमा पर्न सक्छ, धेरै लामो समय ओझेलमा पर्न सक्छ। कसरी पर्न सक्छ भने जसरी बल्गेरिया, यमन, तपाईको रुवान्डा, बुरुन्डी, अफगानिस्तान, यो ग्रिस पहिला राज संस्था भएका देशहरू छन्
जहाँ अहिले पनि साना साना समूहमा राज संस्थावादी समूहहरू छन्, नभएका होइन, तर तिनीहरूको राजनीतिमा कुनै प्रभाव छैन। त्यस कारणले गर्दाखेरि उनीहरू शेर भएर आए भनेदेखि उनीहरूले नेपाली बाँकी रहेको एउटा सेनालाई पनि प्रहरीकरण गर्छन्। र हेर्नुहोस्, नेपाली सेना, तपाईहरुलाई म अर्को कुरा भन्छु, राष्ट्र प्रमुख भनेर उहाँहरूले राष्ट्रपति जुन छान्नु भयो र अहिले पनि धेरै नागरिक समाजका अगुवाहरू, पत्रकारहरू र कयौं मानिसहरूलाई के लाग्छ भने होइन होइन मेरो छोराछोरी किन राष्ट्रपति हुन नपाउने, होइन फलानो जातको छोराछोरी किन राष्ट्रपति हुन नपाउने भन्ने लाग्छ। त्यो त मलाई पनि लाग्छ, नलाग्ने होइन। तर मेरो धारणा ठुलो कि यो देशको 3 करोड जनताको हित चाहिँ ठुलो, 3 करोड जनताको शाखा सन्तानको भविष्यको हित चाहिँ ठुलो कुरा हो। र त्यो स्थितिमा उनीहरूले जुन राष्ट्रपति भनिराखेको छन्, राष्ट्रिय संकट परेको बेला आजसम्म नेपालको इतिहासमा, आधुनिक इतिहासमा यो एउटा गम्भीर संकट थियो। यस्तो संकट जहाँ नेपाली राष्ट्रियताका 3वटा खम्बाहरू, यो सर्वोच्च अदालत, सिंहदरबार र संसद भवन मात्रै जमेको होइन। नेपाली राष्ट्रियता भनेको तपाईँ र मैले लगाउने लुगा मात्रै होइन, तपाईँले मैले बोल्ने भाषा मात्रै होइन, तपाईँ र मैले टेक्ने माटो मात्रै होइन। नेपाली राष्ट्रियताको प्रमुख 3वटा खम्बा भनेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हो। र त्यो 3वटा राष्ट्रियताको खम्बामा 8 घण्टाभित्रमा धरमार आगो लाग्यो। त्यसरी ध्वस्त हुँदाखेरि त्यत्रो राष्ट्रिय संकट पर्दा राष्ट्रपतिले राष्ट्रिय टेलिभिजनमा आएर राष्ट्रको नाममा सम्बोधन गर्न सक्नु भएन र राष्ट्रको अभिभावकत्व सेना प्रमुखले लिदिनु पर्यो। नेपाल जुन किसिमको एउटा विविधतापूर्ण देश छ, नेपालमा गएको 1.5 दशकमा जसरी सामाजिक संरचनामा चिरा परेको छ, नेपालमा राज्यको रूपमा जसरी राज्य क्षयीकरण भएको छ र नेपाल भू राजनीतिक रूपमा जसरी एकदमै संवेदनशील बिन्दुमा पर्न गएको छ, फेरि पनि एउटा या अर्को रूपमा राष्ट्रिय संकट नेपालमा आउँछ। र जेनजी भाइ बहिनीहरूलाई म फेरि पनि प्रश्न गर्न चाहन्छु, भोलि राष्ट्रिय संकट आउँदा फेरि के सेनापतिले राष्ट्रको अभिभावकत्व ग्रहण गरिदियोस् भन्ने तपाईँहरूको चाहना हो? तपाईँहरूको चाहना हो? त्यहाँ भएका नागरिक समाजका अगुवा, पत्रकारहरू, बडो आफूलाई अग्रगामी भन्नेहरूलाई म प्रश्न गर्न चाहन्छु, तपाईँहरूको राष्ट्रपति कहाँ हुनुहुन्थ्यो देशमा राष्ट्रिय संकट पर्दा? र भोलि यो देशमा फेरि राष्ट्रिय संकट आइपर्दाखेरि के फेरि सेनापतिले आएर अभिभावकत्व ग्रहण गरिदियोस् भन्ने तपाईँहरूको चाहना हो? होइन भनेदेखि तपाईँहरू सबैले बुझ्नु पर्यो, नेपालमा अब हामीले एउटा सबै राजनीति भन्दा माथि देशका सबै जात, जाति, भाषा, भाषी, धर्म, संस्कृतिका मानिसहरूले एउटा एकताको प्रतीक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशज राज संस्थालाई हामीले पुनर्स्थापित गर्नै पर्छ। र हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण राजतन्त्र भनेको होइन, यो कुरा बुझ्नुहोस्। हामीले लोकतन्त्रको फ्रेमवर्कभित्र, डेमोक्रेसीको फ्रेमवर्कभित्र राज संस्थालाई पनि ठाउँ दिनु पर्यो र आधुनिक शक्तिको प्रतीकको रूपमा राजनीतिक दलहरूलाई पनि ठाउँ दिनु पर्यो। यो देशमा गल्ती सबैले गरे, राजनीतिक दलहरूले हजारौं गल्ती गरे, राष्ट्र राज्य नै क्षयीकृत हुने गरेर गल्ती गरे, राजाहरूबाट पनि केही गल्तीहरू भयो, जनताबाट पनि गल्ती भयो। अब यो गल्ती कोट्याएर मात्र बस्ने हो भनेदेखि हामी त, मैले पापी पुस्ता भन्ने गरेको छु, जुन पुस्ताले आफ्नो बाउबाजे बराजुको त्यो पाप र धर्मको नैतिक अवधारणाले बाँड्न पनि सकेन,